हेलो गाइस, सबैलाई नमस्कार चाहिँ हामी अहिले साउदी अरेबियाको किङ अब्दुल्ला सिटीमा अहिले रातिको 1 बजेको छ। अहिले आज रमजानको लास्ट दिन भनौँ। यहाँ कार्यक्रम भइरहेको छ मन्दिर चाहिँ। मान्छे त कति हो कति किरा फटाएको छन् यार, किनकि अन्तिम दिन हो नि त आज, हैन? छुट्टी भनेको आज लास्ट दिन। भोलिबाट सब आफ्नो काममा व्यस्त हुन्छन्, हैन? त्यही भएर सब आज घुमघाम गर्न कार्यक्रम पनि भइरहेको छ। यहाँ मुनि यहाँ चाहिँ गायकहरू पनि आउँछन्। अहिले चाहिँ आएको रहन्छ, अहिले एकछिन पछि आउँछ होला सायद। तपाईहरु देख्न सक्नुहुन्छ यो पुरानो भ्यू। मुला छ यहाँ त केटी भन्दा केटी हेर्नुहुन्छ। यहाँ चाहिँ पुरा कार्यक्रमको लागि भएर चाहिँ यार भइसक्यो हो कि के हो यार, यो म ढिलो भयो क्या हो? पुरै मुला सर खाना खाँदैछ त यार। यहाँ त के हो कि मान्छे टर्नै खाने यार। यहाँ त भिडियो खिच्न पनि दिएन नि मुला सरहरूले। यो अघि उता माथिबाट खिच्न लाग्यो यार, लखेटे मुला सरले। यहाँ सबै केटीहरू मात्रै छ त प्रायः छ, हैन? त्यही भएर यहाँ खिच्न पाउँदैन क्या। यहाँ चाहिँ दामी रहेछ पानीको पोखरा। यहाँ चाहिँ बच्चाहरू खेलिरहेको छन्, हैन? मान्छे कति हो कति यार, त मेला जस्तै छ त हो। यहाँ चाहिँ यो चाहिँ वादी भन्छ, हैन? वादीको मान्छे त लास्टै छ कि भिडभाड आज। मुला छ कि यार, यहाँ त साउदीमा त यार केटा भन्दा केटी धेरै छ होला हो। केटी मात्रै छ त यहाँ त यार। नाइटको भ्यू बप्पाल छ क्या। खास यतातिर देखाएको छैन, यता परतिर लास्टै मान्छेहरू छन् कि कति हिँड्ने ठाउँ नगर। म यता छेउतिर आएको छु अहिले, देख्न सक्नुहुन्छ, हैन? नाइटको भ्यू किङ अब्दुल्ला सिटीको एकदम रमाइलो छ, हैन? यहाँ घुम्नलाई दामी ठाउँ छ। यहाँ चाहिँ दिउँसो त खासै राम्रो देखिँदैन, दिउँसो त राम्रो पनि हुँदैन, कोही पनि हुँदैन। राति त मेला हुन्छ, मेला यसका बाजे। होइन गाइज, रमजानको भिडियो किङ अब्दुल्ला सिटीबाट मैले ड्युटीमा ड्युटीबाट यसो टाइम मिलाएर भिडियो बनाइरहेको छु अहिले छट्टी लगाएर, होइन? राम्री तरुणीहरू छन्। यतातिर छम्मियाहरू बसिरहेको छन्, यहाँ मजासँग गप्पा छाटिरहेको छन्। यतातिर म चाहिँ यहाँ एक्लै, केटो हल्लिरहेछ सिङ्गल लाइफ साउदीमा चाहिँ। मैले उता पाहाडीबाट खिचिरहेको थिएँ, होइन? मुला सर यसरी लखिहाल्यो नि, खिच्न मिल्दैन भनेर त भन्दै थियो, होइन? त्यही पनि मैले नटेरेर भिडियो खिचिरहेको छु, होइन? यहाँ त्यस्तो भिडियो खिच्न मिल्दैन क्या केटी भएको ठाउँमा। यता माथि पनि आउन दिँदैन थियो मुला सरले। यहाँ मामा कम्पनी भन्ने बित्तिकै सट्ट छोडिदिइहाल्यो। यहाँ मामा भन्ने यति नाम चल्छ कि यहाँ केएफडीमा चाहिँ, कसैले पनि केही गर्दैन। यतातिर चाहिँ दामी होटल छ, होइन? महँगो पैसा छ मलाई लाग्छ यहाँ आउने बित्तिकै यार। यो पो त नि यार बास्ना मुला छ यार, के गर्नु? खतरा दामी ठाउँ छ कि यार यहाँ केएफडीमा। यहाँ भनेको नाइट भ्यू, नाइटमा घुमेर आउनुपर्छ। यस्तो बवाल सिन छ यहाँ, कुरै छाडिदिउँ। लगाइ चाहिँ यही हो न केएफडीको सिन, केएफडीको भ्यू। म अब लाग्छु आफ्नो गाडीतिर, लगाइ चाहिँ यही हो न केएफडीको भ्यू। अल वादीको। यहाँ चाहिँ यतातिर चाहिँ दामी ठाउँ छ कि यार, यहाँ केएफडीमा। यहाँ भनेको नाइट भ्यू, नाइटमा घुमेर आउनुपर्छ। यस्तो बवाल सिन छ यहाँ, कुरै छाडिदिउँ। लगाइ चाहिँ यही हो न केएफडीको भ्यू, लगाइ चाहिँ यही हो न केएफडीको भ्यू। अल वादीको।
यसो भिडियो हेरेर सपोर्ट गरौँ सबैजनाले हैन यसो सब्स्क्राइब नगरेले ड्याङ ठोकिहालौँ ओके बाई बाई